खेल डायरी। नेपाल ताइक्वान्डो संघको नवनिर्वाचित कार्य समितिको पद स्थापना सम्पन्न भएको छ। नेपाल ताइक्वान्डो संघको नवनिर्वाचित केन्द्रीय कार्य समितिको पद स्थापना समारोह आज ललितपुरको एकान्त कुना स्थित म्याजेस्टिक ग्राउन्डमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर हरि लम्साल प्रमुख अतिथि रहनु भएको थियो। सो अवसरमा संघका नवनिर्वाचित अध्यक्ष दिपराज गुरुङले कार्यभार ग्रहण गर्नुभयो भने तत्कालीन अध्यक्ष प्रकाश शमशेर राणाले कार्यभार हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा नवनियुक्त सल्लाहकार परिषदका अध्यक्ष प्रकाश शमशेर राणा र सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई प्रशंसा पत्र र पुरस्कार समेत वितरण गरिएको थियो। Thank you so much for your contribution. ताइक्वान्डो संघ प्रकाश शमशेर राणा सल्लाहकार परिषद अध्यक्ष नेपाल ताइक्वान्डो संघ। हजुरको नाम किन यो हरियो पर्ने हो? त्यसै गरी सुभाष चन्द्र सेवाकोटी सहसचिव युवा तथा खेलकुद मन्त्रालय, त्यसै गरी श्री कमल हिन्दू महासङ्घ, त्यसै गरी श्री विष्णुगोपाल श्रेष्ठ पूर्व उपाध्यक्ष एसियाली ताइक्वान्डो महासङ्घ, त्यसै गरी श्री मोहन कुमार राई पूर्व राष्ट्रिय खेलाडी पुरस्कार दिन्छ। उहाँलाई सुरज कार्कीज्यूलाई यहाँहरू सबैलाई आफ्नो समय सद्भावका लागि धेरै धेरै धन्यवाद। आजको यस कार्यक्रम यो स्थानमा आयोजना गर्नका लागि यहाँहरू सबैलाई बधाई। कार्यक्रममा विशेष अतिथिहरू मध्ये बागमती प्रदेश सभाका सदस्य मेनकृष्ण महर्जनले विदेशी ताइक्वान्डो खेलाडी र प्रशिक्षकहरूलाई सम्मान पत्र वितरण गर्नुभएको हो। उक्त कार्यक्रममा नेपाली संस्कृति प्रस्तुति सहित शुभकामना मन्तव्यहरू प्रस्तुत भएका थिए। तत्कालीन अध्यक्ष प्रकाश शमशेर राणाले नयाँ कार्य समितिलाई सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको छ। अन्त्यमा नयाँ अध्यक्ष दिपराज गुरुङले धन्यवाद ज्ञापन गर्नुहुँदै समारोहमाथि समापन मन्तव्य दिनुभएको हो। म पदमा रहेता नरहेता पनि मेरो चाहिँ बागमती प्रदेशमा र मैले गर्नुपर्ने ताइक्वान्डो संघलाई मैले गर्नुपर्ने सहयोग मेरो सधैँ सहयोग रहनेछ भन्दै सम्पूर्ण उपस्थित विशिष्ट व्यक्तिज्यूहरू, सङ्घका पदाधिकारीज्यूहरू, खेलाडी साथीहरूलाई शुभ दीपावली, नवोदय पिण्डुना र छठ पर्वको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै म सम्पूर्ण टिमलाई हार्दिक बधाई दिन चाहन्छु। साथै सफल सुवर्ण कार्यकालको लागि शुभकामना पनि व्यक्त गर्न चाहन्छु। मलाई नवनिर्वाचित कमिटीले सङ्घको सल्लाहकार परिषदको अध्यक्ष पदमा मनोनित गरी प्रदान गरेको सम्मानका लागि म केन्द्र कार्य समिति तथा सम्पूर्ण ताइक्वान्डो परिवारप्रति विशेष रूपले आभार प्रकट गर्न चाहन्छु। अन्तमा आज यो सम्मान र अपूर्व माया दर्शाउनु भएकोमा सम्पूर्ण ताइक्वान्डो परिवारप्रति आभार प्रकट गर्न चाहन्छु र आगामी शुभ दीपावली, छठ पर्व र ढुन्चुना लगायत हाम्रा महान चाडपर्वहरूको अवसरमा यहाँहरू सबैलाई शुभकामना व्यक्त गर्दै बिदा हुने अनुमति लिन्छु। धन्यवाद। मुलुकको नाम, नेपालीको इज्जत अन्तर्राष्ट्रिय जगतमा उच्च बनाउनको निम्ति राष्ट्रिय टिमलाई सबैभन्दा बढी महत्त्व दिएर काम गर्नेछु र छनौट प्रक्रियाहरूलाई अझ पारदर्शी बनाएर उदीयमान खेलाडीहरूको विभिन्न ठाउँमा गएर खोजी कार्य गरेर राष्ट्रिय टिमलाई
अगाडि बढाउँछु। त्यसको निम्ति राष्ट्रिय खेलकुद परिषदका राष्ट्रिय टिम तयारीका पदाधिकारीहरू हाम्रै चाहिँ ताइक्वान्डो खेलाडी दीपक विष्ट हुनुहुन्छ डाइरेक्टरमा, हाम्रो कराटेका खेलाडी हुनुहुन्छ दीपक श्रेष्ठ, उहाँहरूको पनि हामीलाई पूर्ण रूपमा सहयोग हुनेछ भन्ने आशा गर्दछु र राष्ट्रिय टिमलाई अन्तर्राष्ट्रिय पदक ल्याउनको निम्ति म अहोरात्र खट्नेछु, जसले राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय, नेपाल ताइक्वान्डो सङ्घ मात्रै नभएर सिङ्गो मुलुकको प्रतिनिधित्व गरेर हामी नेपालीको सान मान शिर ठाडो अन्तर्राष्ट्रिय जग्गामा बनाउनेछ भन्ने मैले विश्वास लिएको छु। नेपाली खेलकुदको वर्तमान अनि विगतको अभिलेख खेल डायरी।